60,000 देखि 1 लाख कमाउन सक्ने युवा हो तर पनि मलाई कहिले चैनको निन्दा लाग्दैन मलाई कहिले पनि निन्दा लाग्दैन मेरो साथीभाइहरू कतिलाई थाहा छ मैले त्यसको लागि कति सहन्छु कति हुन्छ नि सोच्छु सर मेरो आँखामा डर छ जान्न सर मैले बोलिरहेको छु म जान्न होइन ठोक्नुहोस् न गोली ठोक्नुहोस् मैले भनिरहेको छु त मेरो आँखामा डर छ सर 1 इंच डर छ मेरो आँखामा डर छ सर डर छ ठोक्नुहोस् न के गर्न सक्नुहुन्छ त्यही गोली ठोक्ने हो बरु मार्यो भने मार्नु भइहाल्यो आनन्द यो देशको बारेमा सोच्नै परेन मेरो आत्मा भगवानले लानुहुन्छ जिन्दो भयो भने त मलाई जहिले पनि हुन्छ नि तपाईँहरूको आत्माले सताएर देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ मर्या भन्दा नि परेको जिन्दगी छ मेरो म सुत्न सक्दिनँ कहिले चैनले म 1 लाख रुपियाँ महिनाको कमाउँछु तै पनि म कहिले खुसीले सुत्न सक्दिनँ त्यसको लागि सोच्दा म कहिले पठाउन सक्दिनँ अब त अति बनिसक्छ देशमा जनताको आवाजलाई चाहिँ प्रबन्ध गर्न पाउनुहुन्न तपाईँहरूले मेरो आँखामा डर छ अनलाइन आर्मी हो जुन कि भारतीय दलालसँग अमेरिकन पुँजीवाद दलालसँग र देशको दलाल 100 जनासँग एक्लै लड्न सक्ने क्यापेसिटी छ मसँग एक्लै त्यही भएर सर बेलैमा जनताको लागि सोच्नुहोस् देशको लागि सोच्नुहोस् तपाईँहरूलाई पनि स्वतन्त्र जनताको एउटा हुन्छ नि अपिल छ तपाईँहरूलाई हुन्छ स्वतन्त्र जनताको चाहिँ हुन्छ नि विनम्र अनुरोध छ तपाईँहरू आफ्नो देशको लागि सोच्नुहोस् आफ्नो आमाको लागि सोच्नुहोस् आफ्नो राजाको लागि सोच्नुहोस् आफ्नो दाजुभाइको लागि सोच्नुहोस् आफ्नो हुन्छ नि आमा बुवाको लागि